ए हामी चाहिँ सबैजना हो लड्ने यहाँनिर ए ओह्रालो बाटोमा जाँदैछौँ हुनुपर्छ एक्सर्साइज एकदम हुनुपर्छ फाइनली हामी चाहिँ खोला आइपुग्यौँ आमा बाटो पनि त्यस्तै हो पालै पिलो लड्दै हो पालै पिलो लड्दै ढाडहरू कम्मरहरू ठोक्काउँदै आयौँ है हामी चाहिँ चिप्लो बाटो के अब अहिले पत्ता भएकोले गर्दाखेरि कि अब आज हामी यहाँ दिनभरि खोलामा के गर्छु म तपाईँलाई अहिले देखाउने छु हामी तपाईँले कहिले देख्नु भएको छ यस्तो दामी काट्ने हो अब अचाना बिना नि यस्तो दामी काट्छ भने अचाना पायो भने कस्तो काट्नुहुन्छ होला हेरिहाल्नु यहीँ एकदम दामी छ है कटिङ चाहिँ दामी लु ट्रेनिङ सिक्नु आउँदा नि हुन्छ उहाँको चाहिँ मिडल कम्सीको त्यो प्लेग्राउन्डको छेउमा भएको दोकान चाहिँ उहाँकै हो हामी चाहिँ हो पुगेर पनि एकदम अघि अब के भन्छ काटकुटहरू गरेर हो यहाँनिर अब फेरि चटनीहरू पकाउने कार्य हुँदैछ है एकदम काटकुटहरू हुँदैछ नानीहरू चाहिँ खोलातिर गएको छ खेल्नु हो यहाँनिर बसिराख्नु भएको छ माटो दिए ए हो एकदम यहाँनिर हो माइजू के पकाउनु भएको यहाँ एकदम वाचिप्पा बनाउँ भनेको ए वाची बनाउनु नि सबै कुरो पिरो छिरो हालेर अब के गर्नु यस्तै छ जिन्दगी लामपाटे गएरीमा हुन्छ होइन यो ठिक छ होइन एकदम ठिकठाक छ पिरो बनाउनु नि पिरो बनाउनु पर्ने छ यसो अब शान्तिसँग खानुको लागि नि ए हजुर ठिक छ अन्त शान्तिसँग के ल्याउनु भएको छ कोदो सिमलेको जाँड है सिमलेको जाँड भाती सक्छ नि सफाको पत्ताहरूलाई त ए हो यसरी पकाउनु हुँदैछ दामी छ त स्टाइल त अन्त माइजू दामी छ त पकाएको स्टाइल त है अनुमान सनस्क्रिन गर्दा त्यो लाउनु होइन हौ जङ्गलमा नि हर्दी छैन भने त परेजले त नि कस्तो डाइरिया चलाउँछ अरे नि त डाइरिया चलाउँछ अब कस्तो लाग्दैछ दामी हेर्नु है यो पनि भयो त्यहाँ चाहिँ रेडी हुँदैछ हो चिकन अब अहिले खानाको लागि हो यो चाहिँ एकदम मैले सोचेको थिएँ नि आँटा पनि ल्याएर ढेँडो बनाउने इच्छा थियो हालौँ चामल नलिएर ढेँडो बनाएको भए ल्याउनै थियो त बहिनीले है जङ्गलमा के को ढेँडो सोचेको पनि थियो त्यो ढेँडो खाँदा त फेरि घरमा पुग्ने बेलामा त अनुमान सनस्क्रिन हुन्थ्यो होला नि अघिको पकाउँदै गरेको वाचिपा चाहिँ यसरी रेडी भयो है हो भेरी टेस्टी त्यसमा चाहिँ त्यो तिते हुन्छ नि के पो भन्छ त्यसलाई चुवा पनि मिक्स गरेको छ कि पुरा दामी भयो हाम्रो कुकम्यान चाहिँ यहाँनिर पाके अब हो मिस्टान अब यहाँनिर पर सोप धुनु हुँदैछ यो सोप लगाउँदा त चिरी च्याट भात चाहिँ हो पकाउनुपर्छ अब हामी चाहिँ खोलामा गएर एकछिन हो खानासाना पाकिसक्यो बोजूहरू झिङ्गे माछा पक्रिनु जानुभएको कि आउनै भएको छैन हौ हामी चाहिँ अब यहाँनिर एकछिन चाहिँ यहाँ पौडी सौडी खेल्यो अब चाहिँ हामी चाहिँ गएर खोलामा एकछिन पौडी सौडी खेल्छौँ हो त्यहाँबाट चाहिँ बोजूहरू नआइपुग्नुहुन्छ होला त्यहाँबाट आएर चाहिँ हेर्ने घरतिर त्यो के भन्छ माछा मार्ने उयो गरेर गएको होइन कि तर यहाँमा दुईजनाले त गएर त पुरा ल्याउनु भएछ झिङ्गे माछा
सबैजनाले खाना खाँदैछ हो। यहाँनिर यी झिङ्गे माछा पनि रहेछ हो, लोकल चिकन र झिङ्गे माछा ए हो। अब दामी मलाई नि डल्ले खोज्छ मैले सबै निकाल हामी चाहिँ खोलामा यी एकदम हो पौडी खेल्ने हो, त्यहाँबाट छिटो छिटो गरेर चाहिँ घर जाने। बाई बाई। अब चाहिँ हामी चाहिँ खानाहरू खाइसक्यो हो, अब चाहिँ हिँड्नु आँटेको उकालो। अब घर छिटो गरेर पुग्नुपर्छ। बाई बाई, सी यु नेक्स्ट भिडियो।